नमस्कार, गुड मर्निङ साथीहरू। यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो लाइभ स्ट्रिममा। आज लाइभ आउनुको मुख्य कारण भनेको नेपाल क्रिकेट एसोसिएसन क्यानले हिजो मात्रै आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। केही हदसम्म पहिले भन्दा धेरै राम्रो, कम्पेरेटिभ हिसाबले पहिलेभन्दा राम्रो क्यालेन्डर छ। गेमहरू पनि म्याक्सिमम छ हैन। हामीले आश के गरेका थियौँ भने हैन, एटलिस्ट विश्वकप अगाडि एउटा सिरिज होस्, एटलिस्ट एउटा हैन। हामीले आश गरेका थियौँ क्रिकेट फ्यानहरूले, कमसेकम पनि एउटा सिरिज नै होस्, टेस्ट नेसनसँग होस् या टेस्ट नेसनको ए टिमसँग होस् या कुनै एसोसिएट टिमसँग कुनैसँग पनि होस्, एउटा गेम चाहिँ, एउटा सिरिज चाहिँ होस्। किनकि त्यो एउटा सिरिजले खेलाडीहरूलाई बुस्ट गर्थ्यो, उनीहरूको मनोबल बढाउँथ्यो। हुन त यो कुरा क्रिकेट एसोसिएसन क्यानलाई थाहा नभएको त होइन, कोसिस थियो। चतुरबहादुर चन्द क्यानका अध्यक्ष गेम खेल्नुभन्दा अगाडि हैन, विश्वकपमा पुग्नुभन्दा अगाडि भनिरहेका थिए कुनै न कुनै एसियाली टिमसँग चाहिँ हामीले एउटा सिरिज गराउँछौँ टेस्ट नेसनसँग। खै त्यति बेला के सोचेर भने, के कुराहरू चल्दै थियो उनी नै जानु। हामी नेपालीको बानी नै हो, पहिला कमेन्ट गर्ने, त्यसपछि विविध कारणहरू देखाएर यो भएन त्यो भएन एक्सक्युजहरू दिने हैन। त्यो त नेपालीहरूको बानी नै हो साथीहरू, हो। ठिकै छ, गेमहरू राम्रो छ, राम्रो गेमहरू हुनेछन् भन्ने आश गरेका छौँ। अझै पनि गेमहरू त सबै पर्पोजमै छन्। यो छैन कि कुनै गेमहरू फिक्स, यहाँ फिक्स यो टिम हुन्छ, यो भेन्यूमा हुन्छ, यति बेला हुन्छ भनेर कुनै पनि आइडियाहरू छैन। उम्मिद मात्रै छ। त्यही पनि हामी उम्मिद गरौँ कि कमसेकम 2 टेस्ट नेसनसँग 2026 मा हाम्रो टिमले खेल्न पाओस्। हामीले ठुलो आश गरेका छौँ क्यानका सचिव पारस खड्का ज्यूबाट, क्यानका अध्यक्ष चतुरबहादुर चन्दबाट धेरै ठुलो आश छ। उहाँहरूले पक्कै पनि जुन क्यालेन्डर सार्वजनिक गर्नुभएको छ तिनी गेमहरू हुन्। योभन्दा अगाडि 2025 पनि नराम्रो गएको होइन, राम्रो गएको, तर पनि कमी कमजोरीहरू त हुन्छन् नै हैन। अहिले पनि 2026 मा तपाईको रेड बल 10 दिनको गेम, रेड बल कमसे कम पनि 1 महिनाको जानु पर्थ्यो, सो भन्दा बढीको जानु पर्थ्यो हैन। 10 दिनको रेड बलले के सिक्छ खेलाडीले, कसरी सिक्छ? छन् विविध कारणहरू, धेरै कुराहरू।